यो चाहिँ कटहर हो। आज हामी चाहिँ कटहर खान लागेको थियौँ साथीहरू। यो कटहर भनेको चिज असाध्यै मिठो लाग्ने मलाई सानैदेखि। यो कटहरको कथा पनि एकदम रमाइलो रमाइलो कथा छ। हामी सानो हुँदाखेरि, सानो त के अलि ठुलै हुँदाखेरि मेरो भाइ र म बजार गएर एक्लै कटहर किनेर दुईजना मात्रै बसेर खान्थ्यौँ। बहिनीहरूले देख्लान् कि भनेर हामी चाहिँ स्कुलको चौरमा पुगेर कसैले नदेख्ने गरी कटहर दुईजनाले मात्रै खाएर आउँथ्यौँ। त्यस्तो रमाइलो गर्थ्यौँ। त्यो कटहर त्यस्तो मिठो लाग्थ्यो। आज हामी पनि यहाँ कटहर खान लागेछौँ। मेरो नाति नातिनालाई पनि मिठो लाग्छ यो कटहर अहिलेको चाहिँ। अनि यहाँ अब म यसरी कटहर काट्दैछु। यो कटहर काटेर कस्तो रहेछ म देखाउँछु है साथीहरू सबै एकपल्ट। ल साथीहरू, यी मेरो कटहर यस्तो रहेछ। अब म यसलाई सट्ट निकाल्दैछु कटहर। यो कटहर निकाल्ने सबै परिवारै मिलेर खाँदैछौँ। साथीहरूलाई यो कटहर कस्तो लाग्छ पनि? हामीलाई त असाध्यै मिठो लाग्छ। साथीहरू पनि कमेन्ट गर्नुहोस् ल, कटहर कि लाग्दैन कि? हामीलाई त सानैदेखि मिठो लाग्ने भएर होला यो अहिले पनि मिठो लाग्छ। अनि यता काठमाडौँको मान्छेहरूलाई चाहिँ त्यति खाउँ लाग्दो रहेछ। तर हामी चाहिँ असाध्यै खाने भएको भएर यो सिजनमा पनि 2-3 चोटि त मजाले ल्याएर खान्छौँ हामीहरू कटहर। साथीहरूलाई कस्तो लाग्छ कटहर भन्नु है। हामीहरूलाई त साह्रै मनपर्छ। मेरो त नाति नातिना छोराछोरी सबलाई मिठो लाग्छ यो कटहर। कटहरको स्वाद चाहिँ कस्तो छ थाहा छैन। कटहर चाहिँ यसो हेर्दा राम्रै देखिन्छ। जे चिज हामीले खाना खाँदा 4 बजी जानु हस्पिटल।